सुनिने गरी भन्नु है। नयाँ दिन नयाँ भिडियोको साथमा फेरि पनि उपस्थित भइसकेको साथीहरू के छ खबर? सन्चै हुनुहुन्छ होला सबजना। म पनि सन्चै छु। म चाहिँ आज पुटलतिर छु। आज चाहिँ हामी बिहामा जाँदैछौँ। आज भाइको बिहा कस्तो हुने। यहाँ सम्झिनाले मुख ढाक्दैन। पुरा मुख ढाक्दै हिँड्नु हो। छोटो मिठो च्याक्टा होला यो 3 चोटी भयो के किलो पर्के चाहिँ वही फुलको अहिले खाएन कि तिम्रो भागमा भाग छँदै छैन त अनि छँदै छैन त अनि यो मानिने दिदी खान्छ Yes, हामीले हिँड्नु पर्यो नि हैन हामी घर घर फेरि त्यही गर्नु पर्यो टमाटरलाई उचाल्नु है अब हैन यार सालीलाई उचाल्ने हो के सित्ता उचाल्ने हैन साली आफ्नो कति अरे सुनिने गरी भन्नु है। मिनाजुले यस्तो भन्नु हो यस्तो भन्नु हो क्या मिनाजुले हातमा भएको सबै दिने भन्नुभयो त्यही हो नि के त हातमा आज त हक लाग्छ हैन सामान उताल्ने कडा
सामानले उता काले यता काले साथीलाई हेरेर गर्ने हो होइन तिनीहरू त सबै बाहुनले लान्छ नि अब होइन त्यो सामानहरू के हेरेर चिन्नु पर्यो उता हजुरले यस्तो भन्नु न यति दिनु भन्नु नि त मलाई हो कान्छी हो कान्छी हो रे 10K के हो कति हो 10K त्यो मा 10,000 पुग्ने रहेछ हैन डबल गर्ने पुग्छ होइन अझ देखाउन मिल्दैन नि के थाहा तिम्रो छ त्यसै का पाइयो त बिहा गर्न गाह्रो पर्छ बुढी थाहा साली है साली गोडा त मैले पाल्ने तिमीले पाल्दैन भन्न दिदी नयाँ बस्छ बोलीहरु पर्छ लजानेमा बोल्दैन भन्ने हामीलाई मेहनत साली आधा घरवाली भन्ने थाहा छैन र भनेको साली मान्यो अब सबे लाग्यो तिमीले कडा हुन्छ नि फेरि बोलेर दिने होला नि भेना त सालीलाई यहाँ कडा भन्दा अहिले यहाँको डबल हुन्छ फेरि कहिले सेक्दाखेरि तिरबल हुन्छ नि फेरि कडा त्यही हो हाम्रो त सबैले जति कडा गर्नुहुन्छ नि हामीले उहाँ नानुलाई भित्र लाने बेला हामीले छोड्दिनौँ डबल त्यस्तै हो किन अलिखा गर्ने होइन तपाईँ हामीमा होइन साली होइन आफू कान्छी हो भने बुझागारीमा एउटा त बराबरी उता पनि लेनदेन एउटै हो फेरि उहाँ गएपछि फेरि उपाउने रहेन उहाँ गएर बहिनीले उपाउँछ फेरि धेरै समय के दुला उपाइरहनु त होइन ल छिटो गरौँ ल उताखेरि हाम्रो जाति सल्लाहले गरौँ रमाइलो हाम्रो त गाडी के अरे गाडी भएन होइन हामी त घर पुगिन्छ त्यति बेला हामी रमाइलोको लागि हो सक्छौँ नै उहाँ पनि पाइन्छ कि फेरि पाला आउँछ कि उहाँ पनि थप पाला आउँछ त्यहाँ छोडिदिने कति दिनले सुन्न त्यहाँ दूरै हो रमाइलो हुन्छ रमाइलोको लागि मौकामा चौका मौकामा चौका यही हो मेला पैसा मम्मीसँग पैसा ल्याउनु मौकामा चौका आउनु पर्छ कि एउटा गीत मात्रै हो दिदीलाई गाली दिन्छ मामले धन्यवाद यति भएपछि केलाई यहाँ उ गर्नु पर्यो जुत्तो पनि फर्काइयो जुत्ता लुकाउने कार्यक्रम पनि सक्यो जुत्ता पनि फर्काइयो
यहाँ चाहिँ अब बेहुलीपट्टिबाट कार्यक्रम सकियो। अब चाहिँ बेहुलातिरको बुवा आमा मम्मीहरू टिका लगाइदिँदै हुनुहुन्छ। घरको बुवा हजुरबुवा टिका लगाइदिँदै हुनुहुन्छ। तिमीलाई चाहिन्न दाइलाई के टिका लगाइदिने हो र? तिमी त अब घर घर डोइलो छेक्ने हो। तिमीले दाइलाई टिका लगाइदिनु हुन्छ। मम्मीको पालो। भिडियो बनाए अब ठुली मम्मीको पालो। मलाई दिनु भनेको दिने लिफाएर पैसा
नलाइदिनु के भन्दा लाइदिनु चाहिँ नलाइदिनु भिडियो है भिडियो पनि बनाएको ओए आऊ अब के रे कौन होला अब सकियो ल त अब चाहिँ टीका लाउने कार्यक्रम सबको अब चाहिँ हामी सँगै चुङ्गाको तपाईँको चुङ्गा सम्झिनी लाउने कार्यक्रम सुरु भयो। सम्झिनी लाउनु उता चाहिँ बेहुलाको बेहुलीको मम्मी, यता चाहिँ बेहुलाको मम्मी।
छेमाको ब्याग बोकेको यसो यो यस्तो भनौँ त कसरी भनौँ भन्नुभयो यस्तो रे यता हेर्नु है यता हो यसरी ल सम्धिनी कार्यक्रम सक्को त्यसको के टाँसेर ओके पढेका पढ्का टीका लाउने
बाहिर गरेको तिनजना हामी त मस्तै भयो एकजना गाडी ल अब बिदाबारी भयो सक्यो बिहे अब हामी देखाउँछौँ तपाईहरुलाई सान्दाले उस्ता ल नि त फोटो खिच्ने बाइकसित ल बाइ बाइ बाई बाई ल अब यहाँ चिउरा माग्ने कार्यक्रम चिउरा माग्ने आवाज पनि आउने गरे चिचार भन्नुलाई ल भन्नु ल बुढालाई पाल्न पर्यो नि अब ल्याउ ल्याउ बुढा ए बुढी चिउरा ए बुढी चिउरा पोकै ल भाइ चिउरा पनि माग्यो खाइयो कपिलको बिहा पनि सक्यो ए जाम जाम हैन अब हिँड्दै जाने के अब हिँड्दै जाने पर्दैन के बोइ हिँड्दै जाने के यहाँ चाहिँ घरभित्र पसलमा जन्ती पर्सिने कार्यक्रम चल्दैछ जन्ती पर्सिने यताबाट घुम्ने यताबाट हजुर यताबाट त्यहाँ त शिर सम्पत्ति सबै थिएछ हजुर पेट मात्रै नजाउनु न पर्दैन के यसलाई जिम्मा दिएन हुन्छ यो छोपो यो देऊ यो दे भाइ भाइ यस्तो खुसी हुने हो के रे पहिले खोलेर हेर लिनु पर्ला